अहिले दिउँसोको लगभग 2 बजिरहेको छ र हाम्रो ठाउँको मौसम यस्तै रहेको छ। आकाश पुरै निलो देखिन्छ र चिसो धेरै चिसो रहेको छ र धान पछारेर राखेको पराल पनि त्यत्तिकै रहेको छ। अब यसलाई 1-2 दिनमा दाइँ गर्ने गरिन्छ र धान काटिसकेपछि चाहिँ यसरी 1-2 दिन छोड्ने गरिन्छ र यसलाई अब 1-2 दिनमा मजाले अलिक पानी परेपछि, सायद पानी पर्छ होला, पानी परिसकेपछि जोत्ने गरिन्छ र मकै छर्नको लागि तयार गरेर राख्ने गरिन्छ। र मौसम एकदम क्लियर भइरहेको छ, बादल कहीँ थुप्रिरहेको छ, तर पानी पर्ने सम्भावना चाहिँ तत्कालै रहेको छैन। र घाम मजाले लागे पनि जब घाम अस्ताउँदै जान्छ चिसो निकै बढ्दै जान्छ, किनकि यो चिसोको सिजन हो। र अम्बक पनि सिद्धिसकेको छ। अम्बकको नाममा 1-2 वटा मात्रै रहेको छ काँचा काँचा अम्बकहरू, र पाकेको अम्बक चाहिँ सिद्धिने सिजन पनि भइसक्यो र कहीँ मात्रै रहेको छ यस्तो अम्बक चाहिँ।